अर्को वर्षदेखि यदि तपाईँले यो गर्नु भएन भने तपाईँले नेपाल पैसा पठाउन सक्नुहुन्न। 2026 देखि कोरियाले नयाँ एकीकृत रेमिटान्स व्यवस्थापन प्रणाली वा ओरिस प्रणाली लागू गर्नेछ। ओरिस के हो? विदेशमा पठाइएका सबै जानकारीहरूलाई एकीकृत र व्यवस्थापन गर्न र मनी लान्ड्रिङ रोक्न यो कोरियाली सरकारद्वारा सञ्चालित केन्द्रीय व्यवस्थापन प्रणाली हो। त्यसकारण भविष्यमा रेमिटान्स प्रयोग गर्न ओरिस प्रणालीमा राहदानी जानकारी दर्ता गरेर मात्र रेमिटान्स गर्न सकिन्छ। पहिले प्रत्येक एपबाट प्रति वर्ष $50,000 ट्रान्सफर गर्न सकिन्थ्यो। अर्को वर्षदेखि तपाईँले जुनसुकै एप प्रयोग गरे पनि तपाईँले प्रति वर्ष कुल $50,000 मात्र ट्रान्सफर गर्न सक्नुहुन्छ। एक नजरमा रेमिटान्स सीमा व्यवस्थापन गर्न र असुविधा कम गर्न हामी एउटा एपबाट जानकारी समावेश गर्न सिफारिस गर्छौँ। तीमध्ये क्रस एप कोरियाली सरकारद्वारा प्रत्यक्ष रूपमा प्रमाणित सेवा हो। रेमिटेन्स प्रतिबन्धहरूसँग कुनै पनि असुविधा अनुभव गर्नुअघि दर्ता गर्न निश्चित गर्नुहोस्।